आजको हाम्रो जीसी कुक होइन के अरे सरी प्रवीण भण्डारी चाहिँ हाम्रो आजको कुक हो होइन। उहाँले चाहिँ आज नयाँ वर्षको उपलक्ष्यमा हाम्रो यहाँ चाहिँ संस्थामा चाहिँ सबैजनालाई आज के खुवाउनेछ हाम्रो भाइ? चिकन बिरयानी। हजुर भन्नुभएको चिकन बिरयानी खुवाउँदैछ उहाँले चाहिँ होइन। यो पछाडि चाहिँ के हो? यो राइसको लागि रेडी गरेको, चामलको लागि। ल ठिक छ, ल ठिक छ। हामी मासु लिएर आउँछ, पुग्दैन होला अलिकति होइन। मासु लिएर आउँछ, त्यहाँ दही पनि लिएर आउँछ ल। ल अनि कोही चाहिँ यहाँ अब कटिङ गर्दै हुनुहुन्छ। आज नयाँ वर्षको उपलक्ष्यमा हामी नेपालीहरूको नयाँ वर्षको दिन आज होइन। यो के को लागि? टर्कीको लागि हो कि मान्छेको लागि हो? टर्कीको लागि हो। ल ठिक छ। ल है सबैजनालाई नयाँ वर्षको शुभकामना। तपाईँहरूलाई पनि मेरो भाइ नयाँ वर्षको शुभकामना है। ह्याप्पी न्यु इयर। ल भाइ तिमीलाई पनि नयाँ वर्षको शुभकामना है। ल हिमाल भाइ तिमीलाई पनि नयाँ वर्षको शुभकामना है। ल ठिक छ। हामी आशा भवन परिवारको तर्फबाट पनि होइन सम्पूर्ण मानवजनहरूलाई चाहिँ नयाँ वर्षको शुभकामना है। देश विदेशमा भएको दिदीबहिनीहरू सबैलाई शुभकामना छ नयाँ वर्षको। ल ठिक छ, धन्यवाद। राम्रो। ल जाउँ, हामी चाहिँ केलमिल गर्न जाँदैछौँ। फेरि केही सामानहरू नपुग्ने भएको कारणले सामान किन्न जानुपर्ने भयो। अनि जस न्यु इयर स्पेसल हुन लाग्छ। ल है तपाईँहरू सबैजना नयाँ वर्षको शुभकामना। ह्याप्पी न्यु इयर। टेसिजले ल ठिक छ है मिजु, ह्याप्पी न्यु इयर है। ल ल सबैलाई ह्याप्पी न्यु इयर। हामी सामान किनेर आउँछ ल। ल जाउँ। रोज वाटर भने के बिरयानीको लागि कि बिरयानीमा रोज वाटर हाल्नु भने खै? बिरयानीको लागि त यहाँ रहेछ नि त असली त यी लोकल होइन। यहाँ रहेछ नि टर्की। र नयाँ वर्षको तपाईँहरू सबैजनालाई सम्पूर्णलाई हामी आशा भवन तर्फबाट परिवारको तर्फबाट पनि शुभकामना व्यक्त गर्दछौँ र हामीलाई धन्यवाद पनि दिन्छु कि तपाईँले हामीलाई साथ दिनुभएको छ अहिलेसम्म होइन। र दाइ हामी चाहिँ अब सामान किन्नु गएको है। ल नयाँ वर्षको शुभकामना भनिदिनु न। हजुर पर्यो भन्नु न मेरो साथीहरू। नयाँ बानको रे नयाँ वर्षको भन्नु न। ल ठिक छ, हामी सामान किनेर आउँछ ल। ल पुग्दै बसौँ। आज बिरयानी कसले बनाउनु, तपाईँले कि अर्दै? स्थानीयले। ल ठिक छ। ल हजुर दुध छैन हो र? काली आन्टी बनाउनु हो। ल ठिकै छ, हामी लिएर आउँछु नि त है। ल ठिक छ। ल काली आन्टी आज बाहिर गए जस्तो छन् होइन। अब नयाँ वर्ष कता कता घुम्नु गयो होला। अब कतिपय हामीलाई चाहिँ कतिपय मान्छेहरूले चाहिँ तपाईँहरूको आशा भवन संस्था चाहिँ कहाँ छ भनेर सोध्नुहुन्छ। ठ्याक्क तपाईँको यहाँ उकालो चढेपछि ऊ त्यो निलो गेट देख्नु भएको छ नि, हो त्यही हो हाम्रो आशा भवन चाहिँ। यो जब लगभग बाटोबाट चाहिँ कति मिटर भन्दाखेरि बाटोबाट कति मिटर जस्तै 50 मिटर होइन। यो मेन हाइवेबाट 50 मिटर जस्तो माथि छन् हाम्रो यो चाहिँ। भिडियो अलिक सेकिङ भइरहेछ यार होइन। अनि हामी चाहिँ अब अहिले दही अनि के छ अरे भाइ? मासु अलिकति नपुगेर मासु पनि लिन जाँदैछौँ। ल ठ्याक्क तपाईँहरूलाई हामी लोकेसन चाहिँ भन्नाले ठ्याक्कै यो कहाँनिर छ भने यो मेन हाइवे भइहाल्यो यो होइन। मेन हाइवे अनि यहाँनिर तपाईँले देख्नुभएको छ बाबा आइल स्टोरबाट टक्क आउनु भएपछि अलिकति माथि ऊ त्यो माथि गेट चाहिँ आशा भवनको त्यो निलो चरा भएको गेट चाहिँ आशा भवन नेपाल होइन।
बाटोबाट जम्मा 50 मिटर मात्र माथि छन्। र यो चाहिँ हाम्रो थानकोटको बस पार्क। थानकोटको बस पार्कबाट माथि 50 मिटर माथि जानु होला। दाइ ह्याप्पी न्यू इयर, नयाँ वर्षको शुभकामना। यो चाहिँ हाम्रो चाहिँ सरस्वती मन्दिर, सरस्वती थान मन्दिर भन्छन्। यहाँनिर सोधेर आयो भने सक्नु तपाईँहरूले आशा भवन थाहा पाउनुहुन्छ। अथवा यहाँनिर बाबा आइल स्टोर एउटा छ नयाँ, जुन यो अहिले चलेको छैन, सञ्चालनमा छैन। तर यहाँ आएर पनि तपाईँले सोध्नुभयो भने हाम्रो आशा भवन सुधार केन्द्र चाहिँ देखाइदिन्छ। कति लिटर दही भनेको हाम्रो? 3 लिटर दही, 3 लिटर मही, 2 लिटर दही होइन। यतिको चाहिँ हाम्रो चाहिँ के बन्छ भने त राइता होइन। जाडो के अरे गर्मीमा राइता ठिकै हुन्छ। साँच्ची दामोदर दाईलाई माग्नुपर्ने केही है? भाइ बाबालाई फोन गरेर मगाउँ क्या हो? पुग्ला त हामीलाई इमाम। हाम्रो मासु लिने ठाउँ चाहिँ यही हो होइन। मासु लिँदैछौँ। धेरै हाल्नु पर्दैन नि त, एकजनाको भागमा अब 2-3 पिस पुग्यो भने भइहाल्यो नि होइन। सबभन्दा बढी कुखुराको मासु व्यापार हुने ठाउँ यही हो। काम छैन। यो बाबा आइल डिपो यो नचल्ने नै हो क्या है? यो दाइ सबै बजेट सर्भिस सबै पठाउँछ, त्यही भएर अहिले यस्तो भन्छ। ए सबै बजेट खाइदिएछ यसको त। बनाएर 500 वर्ष भयो अरे हो। आजमा के चलेको छैन अरे। किन? त्यही त भने तपाईँले बजेट सबै खाइदिएछ हाम्रो। तिमीले के बोकेको, दही हो कि मही? यो दही अनि मही अनि लोकल गाईको दुध हो। हजुर, लोकल गाईको दुध रे कति न दुध चाहिँ मैले बोकिरहेको छु यहाँ। त्यो त भैँसीको हो नि, प्याकेटवाला हो नि। त्यो त लोकल गाईको दुध हो नि है। कति जान्ने छ मेरो भाइ। तपाईँहरूले यो भिडियोमा तपाईँले अब यदि आशा भवन हाम्रो संस्था कहाँ छ भनेर हेर्नु चाहनुहुन्छ भने यो भिडियोमा हेर्नु होला होइन। ठ्याक्क हाम्रो यो बस पार्कबाट चाहिँ ठ्याक्क माथिपट्टि। सधैँ आइरहन्छ। ठ्याक्क यहाँबाट यसरी आउनुहोस्, तपाईँहरू उता सिधा नजानुहोस्। यहाँबाट माथि यो रेलिङ लागेको ठाउँ छ, यहाँबाट यसरी माथि आउनुभयो भने ठ्याक्क आशा भवन देख्नुहुन्छ होइन। कि जिसीले के लिएर आएछ? दुध ल्यायो हो ला, मैले पनि दुध ल्याएँ, उसले पनि दुध ल्याएछ। बाबु ह्याप्पी न्यू इयर। हो राइता हो खै? वाह, प्योर दहीको दही, प्योर दही। दही अघि हामी त लिन गएको अघि अनि ल राम्रो बनाऊ है। ल दही गिगी पनि खाने हो राइता? गिगी खाने राइता? मेरो गिगीलाई माया गर्नु है बिचरा। यसलाई यहाँ हाम्रो यहाँ कान्छी हो, सबभन्दा कान्छी यही हो। ल म त्यहाँ बाहिर गएको है, काम छ मेरो अर्को। सबै जिम्मा तपाईँको नाममा है।
ओए खान्छ के छ आज बिरयानी खाने होइन ल सबैलाई नयाँ वर्ष धारामा मुख पखाल यता 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 धारामा छिटो छिटो ओहो लु 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 गुड सबैलाई ह्याप्पी न्यु इयर भन सबैजना ह्याप्पी न्यु इयर नयाँ वर्षको शुभकामना नयाँ वर्षको शुभकामना धन्यवाद आशा भवन धन्यवाद आशा भवन ल ठिक छ जाऊ जाऊ जोस तिमी खत्रै कुक रहेछ यार तिमी राम्रै कुक जस्तो लाग्यो मलाई अब बिरयानी खाएपछि भनौँ तिम्रो लेभल कतिको रहेछ त्यसपछि होइन बिरयानी खाएपछि म तिमीलाई भन्छु तिमी यत्तिको रहेछ है भनेर ओके ल ठिक छ मही यो हाल त चट्ट खाउँ यो हाम्रो मौको गाईको मही तपाईँले के चिया बनाउँदै हो माथि माथि सरलाई नि दिनु है सरलाई नि पठाइदिनु कहाँको मही रे हजुर हेलम्बूबाट ल्याएको मही खाँदैछौँ हामी चाहिँ होइन मेरोहरू चाहिँ त्यही रम्बोको साइडमा हो चिनी नहाल है चिनी नहालिकन खाउँ हामी बाहिर गइरहेको थियो साह्रै गरम भयो होइन तपाईँहरू त भित्रै बसेको मान्छे चिसो छ चिया खानु है जाडो भएर तपाईँहरूलाई त भित्र त हजुर टेस्ट गर्ने रे टेस्ट गर्नु टेस्ट गर्नु नि त टेस्ट नगरेर राम्रो फेरि होइन हजुर गिलास ल्याउनु त गिलास लिएर आउनु रम्बोको पस्दैन गिलास ल्याउनु त बजेपछि भाइ तिमी पनि खाने टेस्ट गर्नु के भन्छ जिब्रोमा त सानो खरिरहेको छ छुर्पी खाँदा त्यो ल मिलाएर 3 भाग गरेर नि त भाग्य नै रहेछ तपाईँको नि रम्बोको मही खानु पाउनु अनि सिधै अहिलेसम्म कुनै पनि खानु पाएन ल हेलो ल ह्याप्पी न्यु इयर चेस ल भाइ ह्याप्पी न्यु इयर चेस लिम्बू दाई त हाम्रो कुकमा चाहिँ हाम्रो मेन कुक उहाँ हो होइन दाई तपाईँ पहिला कहाँ लिम्बू दाई पहिला तपाईँ कहाँ सिजी कम्पनीको कुक भन्नुभयो होइन सिजी कम्पनीको कुक रे उहाँ चाहिँ अनि पत्रिकामा नाम निकाले नि तपाईँले कतिजनामा निकाले गोर्खापत्रमा कतिजनामा भन्नु त 8जनामा तपाईँले पत्रिकामा नाम निकाले ए अनि बाँकी अरू मान्छेहरू चाहिँ कहाँ गयो त अरूहरू पनि थियो जम्मा टोटल कतिजना थियो होला मान्छे कुक चाहिँ 8जना हो के कुक चाहिँ 8जना कुकमा मेरो नाम निक्लेको हो के ए ल ठिक छ अहिले जोस चारबात स्कुल बाँसबारी चारबात स्कुलमा काम गरे ल ठिक छ अहिले उहाँ चाहिँ अनि आशा भवनको अहिले हेड कुक उहाँ हो अहिले पनि होइन बिरयानीको के भइरहेछ प्रिपेरेसन बिरयानी एकदम रेडी हुँदैछ ल हो सुरुमा त मैले मुस्लिम खानाहरू काम दिलाइदिनु होला कहाँ यहाँ मुस्लिम खाजाहरूमा यसले हँसाउनु भाइ केही जाने छैन के यो कहाँनिर कहाँ छ कुक ए आम्मामा पिस त ठुल्ठुलै छ त अनि प्रवीण भात खै त चामल यो चामल पनि हाल्नु हो हैन यहाँ रेडी छ दुईटा भाँडामा खै देखाउँ त पुग्छ त यतिले हामी तल पनि छ दुईटा भाँडामा छ अनि यता फेरि हाम्रो खै कुन चामल हो यो बासमती चामल इन्डियन गेट खै बासमती चामलै हो हजुर हजुर अनि किन यो यसो डल्लो भएको त यो यस्तै खाले दाइ हो खै देखाउनु त माथिको यो बनाउने स्टाइल हो अँ यता हाम्रो यो बिरयानीको लागि यो काजु खै अरू अनियन फ्राई हैन काजु बदन ओनियन ल ठिक छ हाम्रो राइताको लागि यो के को लागि कोकुम्बर क्यारेट राइताको लागि राइताको लागि खानाको लागि अँ यो एकदम रेडी छ ल ठिक छ यता बिरयानी मसला छ यतापट्टि अँ यसमा बिरयानी मसला यो के को मसला हो यो बिरयानी मसला अब यो ओहो यार खतरा बनाउनु के को बनाएको यो यो चाहिँ यसमा धेरै कुरा छ है भनेर सकिन्न फेरि भनौँला यो चाहिँ एकदम देसी घिउ गाईको प्योर घिउ प्योर घिउ हो हजुर पहाडी घिउ ल ठिक छ तपाईँ पहिला कहाँ इन्डियामा हैदराबादमा कुक गर्नु भएन होइन यहाँ चाहिँ कुरेन्डर लिप अनि मिन्ट
कोरिएन्डर लिभ हाम्रो नेपालमा चाहिँ बाबरी भन्छ यसलाई होइन धनिया र पुदिना ल बेस्ट अफ लक ओके दाइ धन्यवाद सबैजनालाई मिठो बनाएर खुवाइदिनुहोस् होइन अनि तपाईँलाई पनि नयाँ वर्षको शुभकामना दाइ सेन्टी दाइ तपाईँलाई पनि अनि नयाँ वर्षको उपलक्ष्यमा सबैजनालाई तपाईँको सकेसम्म उहाँ तपाईँको बेस्ट दिनु होला है ल ओके ओ भतिज तिमी नयाँ वर्षमा किन लुगा धोको जुत्ता धोको ओ शम्भु दाजु नयाँ वर्षको शुभकामना आरामै हुनुहुन्छ कस्तो छ अहिले तपाईँलाई यता हेर्नु न सन्चै छ हौ ल ठिक छ आज बिरयानी खानुहुन्छ होइन के भयो एकदम निराश देख्छु त यता हेर्नुहोस् त के भयो समुदाय समुदाय कहाँ साँच्ची घर कहाँ तपाईँको सरलाईबाट कति वर्ष हुनुभयो तपाईँ हजुर 40 अनि अस्ति त तपाईँले मलाई त 32 वर्ष हुनुभएको थियो त खै यता हेर्नुहोस् त 35 वर्ष भन्नुभएको छ जे 3 वर्ष बढाएछ बुढाले अस्ति न मलाई 32 वर्ष भन्दै थियो अहिले 35 भन्दैछ माइला कहाँ गयो जुत्ता धुन लाग्यो भोटे चाहिँ भयो बिरामीको दम फेरि भन त एकचोटि बिरयानी दम भन न बिरयानी दम हिँड्छौँ त्यो अर्डर राम्रो छैन बिरयानी दम बिरयानी भन्नु खोजेको बिरामीको दम भन्दो रहेछ खत्तम छ यो यसलाई कति सिकाउनु हो सधैँ आइरहन्छ सुतिरहेछ कम कि प्रवीण के रेडी भएको हो हाम्रो गेटमा मान्छे आयो मैले चाबी त्यहीँ राखेछ यसरी हाम्रो चाहिँ नेम लिस्ट यो हो है माथिदेखि तलसम्म रेडी आशा भवन नेम लिस्ट ल खोल न हेरौँ ल कस्तो भएछ ल ओके माइलाले बिरामीको दम रे बिरामीको दम हेर्न आउनु रे दाइ बिरामीको दम रे के बिरयानी दम भनेको बिरामीको दम वाह ल है माइलाले मलाई के दावा दाइ बिरामीको दम हेर्न आउनु रे बिरामीको दम सही ल सबलाई अहिले बुवा बोलाएर होइन पस्केर खुवाइदेऊ ल रेडी डन ओके भात पाकिसक्यो हो भात हाफ बोइल भन्छ दाइ मेरो हाँसलाई निकाल्यो कुखुरालाई निकाल्यो अलिकति के चाहिँ भात कुखुरालाई पनि दिनुपर्छ मान्छेले मात्रै खाएर हुँदैन हो र अनि अरू अब बाँकी भएको चाहिँ मान्छेले खाँदैन ए हो र ल अनि कति ज्ञानी थियो हेर त मान्छेलाई सँगसँगै कुखुरालाई पनि माया गर्ने भइसक्यो भतिज है ल गुड पुग्छ कि पुग्दैन हौ क्वान्टिटी पुग्छन् होइन पुग्ला होइन पुग्नु पर्यो हौ सर पुग्छ 2-4जना धेरै नै बनाए एक्स्ट्रै बनाए अहिले नयाँ सालको दिन पाउने छैन कोही टुक्टुक आफूलाई होइन त्यही भएर आफ्नो थोरै बनाइदिनु पाउन होइन यस्तो कहिलेकै भिजिटरहरू चाहिँ आउनुसक्छ भिजिटरहरू आउनुभयो भने चाहिँ काजु बदाम पिस्ताहरू सबै यो अनियन फ्राई बिरयानीको चाहिँ मेन अनियन फ्राई होइन काजु किसमिस यो भइहाल्यो धनियाँहरू हो त्यो एउटा के हो त्यो होइन
स्याफ्रोन भन्छ नि स्याफ्रोन सेफ्रोन उम्, नेपालीमा केसर भन्छ के अरे अँ, सेफ्रोन चाहिँ इङ्ग्लिसमा भनिन्छ अँ। ल हेर भाइ यहाँ बिरयानी खाँदैछ बिरयानी अब यसलाई हामीले आधा घन्टा दममा राखिन्छ दममा हजुर राखेर सोलो फायरमा ए अनि त्यसलाई चाहिँ दम बिरयानी भनेको हजुर ए पक्का कुक रहेछ नि त केटो पनि ल, ठिक छ। 20 वर्ष त कुकै गरी है अँ 50-60 जनाले अब काम पनि कहाँ होटलतिर गरिदिएछ उम्। यो चाहिँ दम हो एल्युमिनियम फोइल माथि लगाउने एल्युमिनियम फोम छ त नि छ छ एल्युमिनियम फोइल त्यो स्टोरमा छ जिसिदा निकालिदिनुहोस् त धन्यवाद तपाईँलाई म त्यसरी गर्न सक्दिनँ जानु जानु एल्युमिनियम फोइल के जानु अहिले चाहिन्छ रे यहाँ अँ तुरुन्तै ल हिमाल भाइ बिरयानी राम्रोसँग पस्क्यो है पुग्छ हामीलाई लगभग पुग्छ भाइ ए यत्रो रहेछ है पुग्छ हाम्रोमा बिरयानी हो भाइ हो र पछि बनाऊ। राइता सबजना रेडी हो खानालाई ल ठिक छ टेबल सिटिङ गर्दै हुन्छ होइन ल सबैलाई मिलाएर राख जम बिरयानी खाने भयो केटाहरूले होइन ल भाइ नयाँ वर्षको शुभकामना ल हाम्रो समुदायलाई पनि नयाँ वर्षको शुभकामना ल सबैलाई बधाई छ है दम बिरयानी मेहनती छ जो हिमाल भाइ दम बिरयानी